दिदी। गुड मर्निङ। गुड मर्निङ दिदी। हामी कहाँ जान छौँ आज? पार भएर तरकारी लिन? हजुर। हामी बिहान यस्तो बाटोमा हिँडेर गइरहेछौँ तरकारी लिनलाई। दिदी चाहिँ अगाडि जानुभएको छ। छान्दै हुनुहुन्छ टमाटर तरकारी लिन आएको। अनि मन्दिर पनि छिरिमिक्छिङ। यस्तो देखिए अब हामी मन्दिरबाट फर्किँदैछौँ है दिदी। हजुर। मन्दिरबाट फर्केर अनि घरमा गएर चिया खान जाने। हाम्रो त्यही काम हो है दिदी। आनन्द आउँछ बिहान बिहान मन्दिरमा आनन्द लाग्छ मलाई चाहिँ। एकदमै भिड हुन्छ अब एकछिनमा फेरि मन्दिरमा। यस्तो छ सरस्वतीको भ्युज कति राम्रो छ। चलो। कस्तो मान्छेको भिड हुन्छ नि त तरकारी लिनलाई। लानु है 60 रुपैयाँ म काटेर दिन्छु।